विपिन जोशी जो तपाईँ हामी सबैले सुन्दै आएको लगभग 2 वर्षदेखि उहाँको बारेमा जो इजरायलमा कृषि सम्बन्धी अध्ययन गर्न जानुभएको र उहाँ हमासद्वारा बन्दी बनाई लापत्ता पारिएको खबरहरू त हामीले सुन्दै आएका छौँ। विगतका वर्षहरूमा धेरै पहलहरू पनि नगरिएको होइन, पहलहरू पनि भएको हो। राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट पहलहरू पनि भएको थियो, तर कहाँनिर चुक्यो, के भयो, कसरी भयो र अहिले अचानकै यस्तो खबरहरू आएको छ। जसरी अहिले युद्धविरामको कारणले बन्दीहरूलाई फिर्ता गर्यो, यदि यो पहल पहिले गरिदिएको भए सायद विपिन बाँच्न सक्थे होलान्। अति नै स्तब्ध बनाउने खालको खबर आएको छ र यो खबरले गर्दाखेरि सबैलाई मर्माहत बनाएको छ। विपिन जोशीको परिवारलाई पनि ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गर्नुभएको होस्।